बीबीसीले विश्लेषण गरेका भिडियो फुटेजमा न त योगेन्द्रलाई न अरू कुनै पीडितलाई कुनै प्रकारको हिंसात्मक गतिविधिमा लागेको देख्न सकिन्छ। आधिकारिक तथ्याङ्कका अनुसार भदौ 23 गते भएको विरोध प्रदर्शनमा 19 जना युवाले ज्यान गुमाए। थप 300 घाइते भए। प्रहरीले आफ्नै नागरिकमाथि गोली चलाउने अवस्था कसरी बन्यो त? हाम्रा प्रहरी सूत्रका अनुसार यो आदेश कल साइन किलो 1 बाट प्रहरी रेडियो मार्फत आएको थियो। हाम्रा केही साथीहरू गम्भीर रूपमा घाइते भए। हामी मध्ये एकजनाले उद्धारको लागि भन्यो। किलो 1 बाट गोली चलाउने आदेश आयो। प्रहरी सूत्र र हामीसँग रहेको अभिलेखका अनुसार कल साइन किलो 1 ले प्रहरी रेडियोमा उक्त आदेश दिएका थिए। तर किलो 1 प्रहरी चेन अफ कमान्डको सर्वोच्च ओहदाका व्यक्ति थिएनन्। प्रहरी रेकर्डले देखाए अनुसार बल प्रयोग गर्ने पहिलो आदेश पिटर 1 कल साइनका उच्चतम अधिकारीबाट आएको थियो। कर्फ्यू लागिसकेको छ। आदेश माग गरिराख्नु पर्दैन। आवश्यक बल प्रयोग गर्ने। पिटर 1 प्रहरी महानिरीक्षक चन्द्रकुपेर खापुङ थिए। उनले घटनाका लागि आफू जिम्मेवार नभएको बताएका छन्। नेपाल प्रहरीले हामीलाई दिएको जवाफ अनुसार बल प्रयोग गर्ने निर्णय काठमाडौँ जिल्ला सुरक्षा समितिबाट आएको थियो। प्रहरीका अनुसार समितिले बल प्रयोग गर्ने निर्णय दिनु अघि प्रहरी महानिरीक्षक खापुङले त्यस प्रकारको कुनै आदेश दिएका थिएन। अन्य प्रहरी अधिकारीले गोप्य सूचना संकलन, तालिम र निर्देशनमा गल्ती भएको स्वीकारेका छन्। आफूलाई सहयोग नगरेकोमा उनीहरू नेपाली सेनालाई पनि दोष दिन्छन्। तर धेरैजसो प्रहरी त्यस दिनको घटनाबाट विक्षिप्त छन्। त्यो दिन भिड नियन्त्रण गर्नुको सट्टा हाम्रो टिमले उनीहरूलाई शत्रु जस्तै ताकेर गोली चलायो। त्यस दिन अबेज श्रीयमका बुवालाई कुनै बुवा आमाले नचिताउने फोन कल आयो। त्यसो त बङ्कुलाई ट्रमामा ल्याएको रहेछ, ट्रमामा आउनु पर्यो तपाईँ भन्यो। एक ठाउँमा अलिकति भिडभाड थियो क्या, गेटदेखि अलिकति ओरा के को भिडभाड रहेछ भने यसो उठेर हेरेको त नेम लिस्ट टाँसेको रहेछ। 1 नम्बरमा श्रेम चौलागाई भनेर। घरमा इन्ट्री हुने बित्तिकै वाइफले के सोध्यो भने अनि बिरामी लिएर आउँछु भनेर जानुभएको, बङ्कुची खै त तपाईँ एक्लै आउनुभयो त? अनि मैले ट्रिटमेन्ट हुँदैछ, चोट रहेछ, ट्रिटमेन्ट हुँदैछ, एक्लै उसलाई किन छोडेर आउनुभएको त ट्रिटमेन्ट भइरहेको बेलामा भनेर भन्ने खालको क्वेसन गर्यो होइन। तर म ठगिरहेछु होइन, म कसरी बसेँ होला। यस्तो रक्तपातपछि पनि प्रधानमन्त्रीको हट कायमै रह्यो। अब धेरैले चाहिँ नै प्रधानमन्त्रीको राजीनामा तत्काल चाहियो भनेर प्रमुख प्रतिपक्षी दल लगायत सडकमा बसेर त्यति मागेर भएर नि प्रधानमन्त्रीले अहिले राजीनामा दिनु। यस्तो हटको सामना गर्नु परेपछि केही प्रदर्शनकारीहरूले वैकल्पिक उपाय सुझाउन थाले। त्यो रात चाहिँ कहिले बिहान होला र कहिले फेरि यो सरकार विरुद्ध यसले उचालेको कदम विरुद्ध फेरि सडकमा जान पाइएला भन्ने बिहानको प्रतीक्षामा थिएँ म। बिहानको मिरमिरेसँगै क्रोध विस्फोटित हुन्छ। सुरुमा प्रशासनसँग एउटा योजना थियो। नियमित प्रहरी इकाइहरूले भीड नियन्त्रण गर्ने, तिनलाई सशस्त्र प्रहरीले सघाउने र सेना स्ट्यान्ड बाईमा बस्ने। संसद भवन परिसरभित्र र वरपर सुरक्षाकर्मी परिचालन गरिन्छन्। बिहान 8:30 बजे कर्फ्यू लागू हुन्छ। तर भीड पछाडि हट्दैन।
आज पनि रक्षा भिड बीच नै छिन्। प्रदर्शनकारीहरू संसद भवनतिर अघि बढ्दै गर्दाको यो दृश्य उनको फोनले खिचेको हो। फेरि गोली चलाउन थालिसकेको छ संसद भवन अगाडि। 9 बजेसम्म त अवस्था निकै बिग्रिन थाल्छ। भिड आक्रामक बन्छ। प्रहरीमाथि हमला हुन्छ। राजनीतिक नेताहरूको घरमा तोडफोड हुन्छ। सरकारी भवन जलाइन्छन्। सत्ता निकट ठानिएका व्यक्तिहरूको निजी सम्पत्ति पनि तारुमा पर्छन्। त्यो हिंसा तत्क्षण इन्टरनेटमा फैलिन्छ। भिड प्रहरीभन्दा धेरै ठूलो छ। प्रहरीको उपस्थिति पातलो छ। सशस्त्र प्रहरी बल र नेपाली सेनाबाट पाइने भनिएको सहयोग कहिले नआएको प्रहरी अधिकारीहरू बताउँछन्। दिउँसो 1 बजेतिर प्रहरीले भिडलाई नियन्त्रण गर्ने प्रयास त्यागेको चाहिँ देखिन्छ। 2 नम्बरमा आफ्नो हतियार त्यसपछिबाट आएर सञ्चार सेट, त्यसपछिबाट भेहिकलहरू र आफ्नो सेफ्टी, आफ्नो टोलीको सेफ्टी गर्ने। यस्तै हो। यस्तै दुईटा कुरा मेन प्रायोरिटीमा राखेर काम गर्ने। इन्टरनेटमा राखिएको तर केही बेरमै हटाइएको यो भिडियोमा प्रहरीलाई आफ्नो सुरक्षालाई प्राथमिकतामा राख्न भनेको सुन्न सकिन्छ। कन्टेन गर्न सकिन्छ, रोक्न सकिन्छ भन्यो भने सेलहरू प्रयोग गर्ने। तपाईँ आफ्नो सेफ्टीको ख्याल गर्ने है। जस्तो मैले पाउनु भएको छ यो अल स्टेसन भिडियो कन्ट्रोल। प्रहरीले मैदान छोडेपछि कोलाहल छाउँछ। सुरक्षा हटाइएपछि संघीय संसद भवनमा भिडले कब्जा गर्छ। दिउँसो 2 बजेसम्ममा भवन उनीहरूको अधीनमा हुन्छ। केही मिनेटमै भवनमा आगो लगाइन्छ। भिड सर्वोच्च अदालतभित्र प्रवेश गर्छ र सिंहदरबारको ऐतिहासिक भवन परिसरमा पनि। खतरा तरिकाले दौड्दै आकाशमा सेनाका हेलिकप्टरले फन्को मार्छन्। आगजनी गरिएका भवनहरूबाट नेताहरूलाई उद्धार गरेर सुरक्षित स्थानतर्फ लैजान्छन्। दिउँसो 2:30 बजेसम्ममा प्रधानमन्त्री तथा धेरैजसो वरिष्ठ नेताहरू सेनाको संरक्षणमा हुन्छन्। वरिष्ठ प्रहरी अधिकारीहरू पनि सैन्य मुख्यालय परिसरमा आश्रय लिन पुग्छन्। सडकमै छोडिएका तल्लो दर्जाका सुरक्षाकर्मी अब भिडको निशानमा पर्छन्। तीमध्ये केहीको वर्दी च्यातिन्छ, सार्वजनिक बेइज्जती गरिन्छ। एक कनिष्ठ अधिकारीले आफूलाई कमान्डरहरूले अल्पत्र पारेको महसुस भएको बताए। कनिष्ठका रूपमा आक्रमणमा परेको बेला हाम्रा वरिष्ठ र नेतृत्वले साथ दिन्छन् भन्ने अपेक्षा थियो, तर हामीलाई एक्लै छोडियो। आवश्यक कदम चालिएन। हामीले आफूलाई अभिभावकविहीन महसुस गर्यौं। उनीहरूले आफूलाई त जोगाए, तर के गर्ने, के भइरहेको छ भन्ने बारे हामीलाई जानकारी समेत दिएनन्। आगजनी र विध्वंसका घटना पछाडि केही राजनीतिक समूहहरूको हात रहेको आक्षेप व्यापक रूपमा फैलिएको थियो, तर हामीले न ती आक्षेपका सत्यता पुष्टि गर्न सक्यौं, न तीलाई नकार्न सक्यौं। हिंसा काठमाडौँ बाहिर फैलिन्छ, देशभरि छाउँछ।
भदौ 24 गते दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन्छन्। एक हिसाबले लाग्यो कि हामीले देश अब हाम्रो भयो हैन, हामीले यस्तो अहङ्कारी यस्तो सरकारलाई घुँडा टेकायौँ भन्ने खुसी पनि थियो त्यो बेलामा र एक प्रकारको हामी वेदनामा पनि थियौँ। हामीले आर्मीलाई रिक्वेस्ट गर्यौँ, प्लिज है अब यस्तो तपाईँहरूले रोकिदिनुहोस्, तपाईँले कन्ट्रोल गरिदिनुहोस् भन्ने खालको, यो पिस मेन्टेन गरिदिनुहोस् भन्ने खालको आग्रह गर्यौँ। तर साँझसम्मै अराजकता जारी रहन्छ। मैले हो यो नेपाल हाम्रो हाम्रो यो नेपाल कसैले केही गर्न सक्दैन। रात पर्दासम्म सयौं भवनहरू जलिरहेका हुन्छन्। ब्याङ्क र शस्त्रागारहरू लुटिन्छन्। 13,000 भन्दा बढी कैदीबन्दी कारागार फोडेर राख्छन्। 3 जना प्रहरीहरू मारिन्छन् र कम्तीमा 50 जना अरू नेपालीले ज्यान गुमाउँछन्। राति 9 बजे मात्रै सेना सक्रिय हुन्छ। यस विषम परिस्थितिबाट राष्ट्रलाई शान्तिपूर्ण तवरले निकास दिनको लागि आन्दोलनरत समूहलाई आन्दोलनका कार्यक्रमहरू स्थगन गरी 10 बजेदेखि कडा खालको कर्फ्यू लाग्ने हुँदा सबैजना आफ्नो घरतर्फ सुरक्षित प्रस्थान गर्नुहुन। सेनाको हस्तक्षेपले 2 दिनदेखिको कोलाहल र रक्तपातलाई अन्त्य गर्छ। तर सेनाले धेरै ढिलो गर्यो भन्ने धेरै नेपालीलाई लाग्छ। नेपाली सेनासँग प्रशस्त सैनिक थिए। सर्वसाधारणमाथि गोली चलाउनु पर्ने आवश्यकता थिएन। मुख्य सडकहरूमा 100 देखि 150 सैनिक तैनात गरे मात्र पनि पुग्थ्यो। यसरी ठूलो राष्ट्रिय क्षति टार्न सके। तर प्रहरी सबैभन्दा बढी मार सहेर बसेपछि मात्रै उनीहरू श्रेय लिन आएका जस्तो महसुस हुन्छ। डिस्कोर्डको च्यानलमा अब 1 लाख भन्दा बढी मानिस थिए। 48 घण्टा अघि मात्रै उनीहरू विरोध प्रदर्शनको योजना बनाउँदै थिए। अहिले सरकार ढलेपछि र देशैभरि आगो लागेपछि उनीहरू नेपालको भविष्यबारे बहस गर्दै थिए। Sushila Karki, a former Supreme Court Chief Justice, was sworn in after protesters forced her predecessor from office. सेनाले लागू गरेको शान्ति कायम रह्यो। भदौ 27 गते नेपालले नयाँ प्रधानमन्त्री पायो। नेपाल हाँक्ने पदमा प्रथम महिला। उनको मुख्य जिम्मेवारी नयाँ निर्वाचन र भदौ 23 र 24 गतेका घटनाबारे अझैसम्म जारी छानबिनलाई सम्पन्न गराउने। यस छानबिनको केन्द्रमा एउटा सरल प्रश्न छ। देशलाई नै आगो लगाउने गरी भएको हत्याको जिम्मेवार को हो? चेन अफ कमान्डमा रहेका मुख्य व्यक्तिहरूले अहिले एक अर्कालाई दोष लगाइरहेका छन्। हाम्रा स्रोतका अनुसार बल प्रयोग गर्ने आदेश नेपाल प्रहरीका सर्वोच्च अधिकारीबाट आएको थियो, कल साइन पिटो 1, तत्कालीन आइजिपी चन्द्रकुबेर खापुङबाट। तर खापुङले जोड दिन्छन् कि त्यसबेला सुरक्षाको जिम्मा काठमाडौँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको थियो। रिजालले घटनाबारे जिम्मेवारी लिन अस्वीकार गरेका छन्। गृहमन्त्री रमेश लेखकले पनि कुनै जिम्मेवारी स्वीकारेका छैनन्। तत्कालीन प्रधानमन्त्री केपी ओली समेत आफूले कुनै गल्ती गरेको मान्न तयार छैनन्। अनि जिम्मेवार हुनुपर्छ भने कुन देशमा जिम्मेवार को होस्? रङ्गभेदका कारणले घाँटी थिचिएर मर्दा राष्ट्रपति जिम्मेवार हुन्छ कि? प्रहरी र नेताले जिम्मेवारी पन्छाइरहँदा घटनामा ज्यान गुमाएका व्यक्तिका परिवार शोकमा डुबेका छन्। यसका लागि दोषी को हुन् भन्ने बारे उनीहरूलाई कुनै शंका नै छैन। सबभन्दा हाम्रो चाहिँ दोषीलाई कारबाही हुनुपर्छ हैन, मेरो भनाइ चाहिँ त्यही हो। तपाईले को दोषी देख्नु भएको छ तपाईको नजरमा? 3 करोड नेपालीलाई फर्लङ्ग थाहा छ कि दोषी को हो भनेर। अहिले नाम हामीले किटान गर्नुपर्ने आवश्यकता पनि छैन। अघिल्लो सरकारले मचाएको यो सबै वितण्डा हो हैन। त्यो सरकारमा लिड गर्नेहरू को थिए ती सबै दोषी हो। मेरो सपना सबै सपना छुरै भयो।
उनीहरूको लागि त एउटा विद्यार्थी गयो, हाम्रो लागि त एउटा संसारै गयो। भित्री मलाई नै आउँदैन क्या, मलाई गफ गरिराख्नु लाग्छ क्या, यहीँ छ भन्छु अनि म उसँग गफ गरिराख्छु। कतिखेर आउँछ छिटो आइज, मेरो मनमा त्यही मात्रै घुमिरहेको छ। स्कुलको ड्रेसमा मात्रै झन्झट आउँछ, ब्याग बोकेर आइपुग्छ भनेर। मैले त छैन भनेर मैले एक्सेप्ट पनि गरेको छु। अस्ति एक दिन सपना देखेको थिएँ, भगवान्सँग दुईवटा हात थापेर मागेको थिएँ, यसरी आइजन भन्दै यसो गर्थेँ, मागेको थिएँ, त्यसरी आएको त हुन्थ्यो।